महिलालाई चरम सुख कसरी दिने? धेरै पुरुषहरूको प्रश्न यही हुन्छ। आफ्नो श्रीमतीलाई अथवा आफ्नो पार्टनरलाई, गर्लफ्रेन्डलाई चरम सुख चाहिँ कसरी दिने? जति नै जेसुकै गरे पनि उँभो लागेन, अब चाहिँ के गर्ने भनेर प्रश्नहरू आइरहेका छन्। त्यसैले आजको भिडियो यही विषयमा हुनेछ। भिडियोलाई पुरा हेरेर साथ दिनुहोला। कामुक लेखक लैलो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। यो च्यानलबाट सबै भिडियोहरू काम जिज्ञासु सम्बन्धी मात्रै आउँछ। केही समयदेखि म सोशल मिडिया चलाकी छैन युट्युब बाहेक। त्यसैले यो भिडियो युट्युबमा छ, फेसबुकमा चाहिँ 1 महिनापछि आउँछ भनेर नि जानकारी दिन चाहिँ 1 महिनापछि यदि फेसबुकबाट हेर्दै हुनुहुन्छ भने चाहिँ यो भिडियो 1 महिनापछि तपाईको फेसबुकमा आउँदैछ। अब यो च्यानलबाट आउने भिडियो सबै काम जिज्ञासुका हुन्छन्, यो त बताइसके। तपाईलाई हेर्न राम्रो लाग्छ भने मात्र हेर्नु होला, कसैलाई जबरजस्ती छैन। मैले भनेको कुराहरू सही होइन, गलत जस्तो लाग्छ भने तपाईहरु डाक्टरसँग गएर सल्लाह लिन सक्नुहुन्छ। आफूभित्र पीडाहरू, रोगहरू दबाएर बस्न नपरोस्। केही मनमा जिज्ञासा छ भने तपाईले डाक्टरहरुसँग गएर सल्लाह लिन सक्नुहुन्छ। आत्तिनु डराउनु पर्दैन। ल च्यानललाई सब्स्क्राइब गरेर अगाडि बढाइदिनु होला। डिस्क्रिप्सनमा अरु च्यानल पनि छन्, ती च्यानल पनि हेर्नु होला भन्दै भिडियोको विषयतर्फ लागौं है त। धेरै जसो के हुन्छ भने पुरुषहरूलाई लाग्न सक्छ आफ्नो पार्टनरलाई चरम सुख दिन सकिएन कि, अथवा उसले चरम सुख पाए कि पाइन, अथवा के गर्नु पर्ला भन्ने कुराहरू लागिरहेको हुन सक्छ। कसैलाई के पनि लाग्न सक्छ भने मैले त धेरै समयसम्म गर्दैन, उसलाई त चरम सुखै भएको छैन होला भन्ने पनि लाग्न सक्छ। कसैलाई के लाग्न सक्छ भने मेरो पेनिसको साइज त सानो छ, यो सानो भएको हुनाले चाहिँ उसलाई आनन्द आछैन होला, यसैले पनि चरम सुख प्राप्त गरेकी छैन होला। यस्ता कुराहरू थुप्रै मनमा लाग्न सक्छ। महिलालाई चरम सुख दिनका लागि ठुलो पेनिस चाहिन्छ अथवा धेरै समयसम्म गर्नुपर्छ भन्ने चाहिँ हुँदैन। मेन कुरा यो चाहिँ तपाईहरु बुझ्नुस्। धेरै समयसम्म गर्नुपर्छ चरम आनन्द दिन भन्ने पनि हुँदैन र ठुलो साइज हुनुपर्छ भन्ने पनि हुँदैन। यी दुईटा कुराहरूबाट चाहिँ तपाईहरु अलि धेरै ध्यान दिनु होला। महिलाहरूलाई तपाईले दिन सक्ने भनेको एउटा माया दिनुस्, भोगको क्रियाकलापमा होस् अथवा अरु बेलामा पनि। भोग गर्दाखेरि, सेक्स गर्दाखेरि चाहिँ माया गरे जस्तो गर्ने, अरु बेला चाहिँ खासै मतलब नगर्ने। यस्तो गर्ने बानी छ भने चाहिँ यस्तो नगर्नुस्। त्यही भोगकै क्रियाकलापमा पनि तपाईले उसलाई लभ यु भन्न सक्नुहुन्छ, मिठा शब्दहरू बोल्न सक्नुहुन्छ। तिमीलाई यो लुगा कति सुहाउँछ, अथवा तिमीलाई यस्तो यस्तो सुहाउँछ, तिमीसँगै मिलेको छ सबै, यी अङ्गहरू राम्रा छन् भनेर त्यस्तो त्यस्तो कुराहरू गराइदिनु भयो भने पनि महिलाहरू एकदम एक्साइटेड हुन्छन्, उत्तेजित हुन्छन्। त्यसले गर्दा पनि उनीहरू चरम सुख प्राप्त अलि छिटै गर्छन्। किनकि महिलाहरूको के हुन्छ भने चरम आनन्द लिने भनेको टाइम अलि धेरै हुन्छ, अनि त्यो अलि धेरै भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई धेरै टाइम लाग्न सक्छ। त्यही माथि तपाईहरुले त्यति मात्र इन आउट गर्ने अनि फरपेले आउटपेले केही पनि नगर्ने भने त उनीहरूलाई झन् पिर पर्छ र उनीहरूले चरम आनन्द प्राप्त गरेका हुँदैनन्। त्यसैले भोग गर्नु अगाडि चाहिँ तपाईले फरपेले गर्नुपर्छ। फरपेले भनेको सेक्स भन्दा अगाडि गरिने मसार मुसुर, चुम्बन खाने, एकअर्कालाई मसार्ने, स्पर्श गर्ने, मायालु शब्दहरू बोल्ने, यसलाई फरपेले भनिन्छ। आउटपेले भनेको चाहिँ सेक्स गरिसकेपछि चाहिँ ल सबै कुराहरू सकिसकेपछि तपाईले लुगा लाउने, थपक्क सुत्ने, कुनातिर फर्केर सुत्ने, अरु कुरै नगर्ने, यस्तो पनि गर्नु हुँदैन। आउटपेले भनेको चाहिँ तपाईहरु भोग गरेर सकेपछि चाहिँ आफ्नो पार्टनरलाई के भन्न सक्नुहुन्छ भने आज रमाइलो भयो, आज यस्तो यस्तो तरिकाले भयो, तिमीलाई कस्तो लाग्यो, तिमीलाई भयो कि भएन, अथवा के सुधार्नु पर्ने जस्तो छ, यस्ता कुराहरू आफ्नो पार्टनरलाई सोध्नु भयो भने पनि उनी पनि खुसी हुन्छन्, उनलाई पनि आनन्द मिल्छ। त्यो गरेरै, त्यो धेरै टाइम गरेरै आनन्द मिल्छ, धेरै ठुलोले गरेरै आनन्द मिल्छ, धेरै बेरसम्म गरेर नै आनन्द मिल्छ भन्ने कुराहरू चाहिँ हुँदैन। अब अर्को कुरा के आउँछ भने सानो उसले त चरम आनन्द दिन सकिँदैन होला त भन्ने हुन्छ। त्यस्तो चाहिँ हुँदैन। महिलाहरूको जुन सुरुको 2.5 इन्च 3 इन्चसम्मको भाग हुन्छ, त्यसमा तपाईले जति आनन्द दिनुपर्ने त्यहाँ दिने भनेको त्यही हो। भित्र भनेको पीडा मात्र हो, अथवा भित्र भनेको उनीहरूलाई केही महसुस हुँदैन। उनी भनेको तपाईहरुलाई यदि सानो छ भने पनि तपाईहरुले चाहिँ त्यही वरिपरि त्यो टेक्निक हुन्छ, तपाई अरु पोजिसन अपनाएर गर्न सक्नुहुन्छ। सानो भएकाले कसरी कुन पोजिसन अपनाउँदा ठिक हुन्छ त्यो पोजिसन अपनाउन सक्नुहुन्छ, अथवा त्यो कुन तरिकाले गर्दाखेरि चाहिँ रगडेर घस्रेर माथि फर्केर कसरी हुन्छ त्यसरी गर्दाखेरि चाहिँ त्यो ठाउँमा बढी घसरत गरिदिनु भयो भने चाहिँ उनीहरूले चरम आनन्द छिटै प्राप्त गरेका हुन्छन्। र चरम आनन्द प्राप्त गर्नका लागि इन आउट नै गर्नुपर्छ भन्ने चाहिँ हुँदैन। क्याल्कुलसलाई टच गरेर मसारेर पनि महिलाहरूलाई चरम आनन्द दिन सक्नुहुन्छ।
धेरैको बानी के हुन्छ नि, जति भित्र लग्यो त्यसपछि बल्ल चरम आनन्द हुन्छ भन्ने चाहिँ हुँदैन। महिलाहरूलाई चरम आनन्द दिनका लागि तपाईँहरूले उनीहरूलाई कतै टच गरेर मात्र पनि आनन्द दिन सक्नुहुन्छ। जस्तै एउटा क्याल्टोरेस भयो, स्तन भयो, अरू शरीरका थुप्रै कुराहरू, जी-स्पटहरू हुन सक्छ। अब अर्को कुरा गरौँ, धेरै बेरसम्म गर्दाखेरि चाहिँ चरम आनन्द हुन्छ भन्ने कुरा हुन्छ। तपाईँहरूले केही रिझाउनु भएको छैन, भिजाउनु भएको छैन, केही पनि उसलाई खुसी दिनु भएको छैन, यतिकै तपाईँ मात्र गरिराख्नु भएको छ भने पनि उनीले जति टाइम भए पनि चरम आनन्द प्राप्त गर्दैनन्। तर मायालु तरिकाले गर्नुहुन्छ, केही त्यो टेक्निकहरू लगाएर अलि छिटै गर्नुहुन्छ भने पनि तपाईँहरूले महिलालाई 2-4 मिनटमै अथवा 1 मिनटभित्र पनि तपाईँहरूले चरम आनन्द दिन सक्नुहुन्छ। त्यसका लागि चाहिँ क्याल्टोरेस टच हुनु पर्यो, फोरप्ले हुनु पर्यो, अनि एउटा माया स्नेह चाहिँ हुनु पर्यो। मन नपरे मान्छेसँग गएर तपाईँहरूले जति नै जे कोसिस गरे पनि हुँदैन। तर मन परेको मान्छेले तपाईँलाई आएर छोइदिए पनि सबै कुरा हुन्छ। यो कुरामा पनि ध्यान जाओस्। आजको भिडियोको विषय के थियो भने महिलालाई चरम आनन्द दिने कसरी गर्ने थियो। त्यसमा पहिलो त आउटप्ले फोरप्ले पर्यो। फोरप्ले भनेको अगाडि गरे नि, आउटप्ले भनेको चाहिँ पछाडि सबै सकिएपछि उसको ख्याल राख्ने, अलि यसो आफ्नो छातीमा राखेर सुत्ने, यी कुराहरू भए। अनि बिचमा पर्यो इन आउट गर्ने क्रियाकलाप। इन आउट गर्दाखेरि क्याल्टोरेसले टच गरेर पनि हुन सक्यो, जुन महिलाको ढाई इन्च हुन्छ त्यसलाई रगडेर पनि हुन सक्यो, आफ्नो पार्टनरसँग मिठा कुरा गरेर स्पर्श गरेर यस्तो यस्तो गरेर छिटो गर्न सक्नुहुन्छ। यसका लागि ठुलो र धेरै बेरसम्म गर्नुपर्छ भन्ने चाहिँ हुँदैन। भिडियो छोटो थियो कि कस्तो थियो, भन्न पर्ने कुराहरू सबै भनेकी छु। केही कुराहरू छुटेका छन् भने पनि म फेरि लिएर आउनेछु। कमेन्टमा आफ्ना जिज्ञासाहरू पनि कमेन्ट गर्न सक्नुहुन्छ। अनि म भिडियो बनाउँदै यो लाइट फ्युज भयो मेरो चाहिँ। एउटा लाइट जुन छ त्यो बलिरहेको छ, यो जुन मैले रिङ लाइट राखेको थिएँ यो चाहिँ फ्युज भयो जस्तो छ, किनकि आफै अटोमेटिकली बन्द भयो। अनि डिस्क्रिप्सनमा अरू च्यानलहरू छन्, यौनमा बरालिदा, सरी नाम चाहिँ यौनमा बरालिदा भन्ने राख्न खोजेकी थिएँ, तर त्यो अलि खल्लो खल्लो लागेर यौनमा बरालिदा भन्ने एउटा युट्युब च्यानल छ जसमा कथाहरू, कामुक कथाहरू, यौन विधाका साहित्यिक कुराहरू आउँछन्। जस्तै मेरो विधा चाहिँ यौन साहित्य भएको हुनाले चाहिँ त्यहाँ यौन साहित्यका कुराहरू आउँछन्। तपाईँ यौन साहित्य भनेर लेख्न मलाई अप्ठ्यारो लागेको हुनाले यौनमा बरालिदा भन्ने नाम छ त्यो युट्युब च्यानलको, इङ्ग्लिसमा नाम छ। त्यहाँ गएर तपाईँहरूले त्यो हेर्न सक्नुहुन्छ। त्यहाँ मैले कथाहरू राख्छु, गजल, मुक्तक, सबै श्रृङ्गारिक टाइपका राख्छु। ती पनि हेरेर साथ दिनु होला भन्दै यो च्यानलबाट बिदा हुन्छ। हस्त, नमस्कार।